नमस्ते सबैलाई स्वागत छ। आज हामी लुम्बिनी प्रदेशको नयाँ प्रशासनिक भवन हेर्दैछौँ है। तपाईहरुलाई यो सिंहदरबार जस्तो लाग्न सक्छ काठमाडौँ गएको जतिले। यदि काठमाडौँ जानु भएको छैन भने पनि तपाईहरुको सिंहदरबार लुम्बिनी प्रदेशमा छ। दाङको देउखुरी उपत्यकाको मसुरिया क्षेत्रमा छ यो। यहाँ सबै मन्त्रालयहरू, त्यसपछाडि निर्देशनालयहरू, विभिन्न विभागहरू एकै ठाउँमा छ। धेरै टाढा जानु पर्दैन। नयाँ भौतिक संरचनाहरू, आनन्दको वातावरण, शान्त वातावरण, खुला सडक, ओपन स्पेस पनि छ र रुख बिरुवाहरू पनि छ। यहाँनिर पार्कहरू पनि बनाएको छ। मन्त्रालयको विभिन्न मन्त्रीज्यूहरूको नाममा, मुख्यमन्त्रीज्यूहरूको नाममा यहाँ बिरुवाहरू पनि रोपेको छ। एकदमै हरियाली वातावरण पनि छ। तपाईहरुले अलि देख्न सक्नुहुन्छ। एउटा मन्त्रालयबाट अर्को मन्त्रालय जान धेरै समय पनि लाग्दैन। बाहिर सेवाग्राहीहरू आउनु भयो भने पनि सजिलै एकै समयमा सबै मन्त्रीज्यूहरू, सचिवज्यूहरू भेट्न सक्नुहुन्छ उहाँहरूको समय मिल्यो भने। ल हेर्नुस् त, यहाँ बाटो भर्खरै बनाएको एकदमै रमाइलो छ। यो खुला ठाउँमा दुबोहरू राख्दैछ। अगाडिपट्टि मन्दिर पनि छ, त्यहाँनिर पूजाआजा गर्न पनि मिल्छ। यो भर्खरै उद्घाटन भएको धेरै भएको छैन। यो नयाँ वर्षमा उद्घाटन भएको यस्तो किसिमको वातावरण छ है। सबैजना आउनु होला, सजिलै आउन सक्नुहुन्छ। बाहिर सोधेर आउन सकिन्छ गेटमा। अनि सबैजनाले भित्रको सेवा लिन सक्नुहुन्छ। ल आउनु होला है सबैजना, वेलकम। हेर्नुस् त, यस्तो वातावरण छ। अझ अलि माथिबाट खिच्यो भने त धेरै राम्रो आउँथ्यो होला। यो चाहिँ रातो रातोवाला चाहिँ पुरानो हो।